परमेश्वरलाई धन्यवाद। आजको यो सुन्दर दिन सुन्दर बिहानी दिनुभएकोलाई हामी प्रभुलाई धन्यवाद भएकोस्। सम्पूर्ण म ख्रीष्ट अभिवादन। जय मसीह, जय मसीह, आमेन। प्रभुलाई धन्यवाद आजको सुन्दर दिन सुन्दर बिहानीको लागि। परमेश्वरको महिमा अनि प्रशंसा भएकोस्। अनि किनकि आज परमेश्वरले आजको यो नयाँ दिन नयाँ बिहानीको समय दिनुभएको छ। हामी प्रभुलाई महिमा भएकोस्। अनि परमेश्वरको वचनले भन्दछ कि हरेक दिन प्रभु कृपा नबनाउँदा उहाँको विश्वासनीयता महान छ भन्दछ है। यसरी आज हामी प्रभुको महिमा गर्न प्रशंसा गर्नलाई आजको यो सुन्दर दिन सुन्दर बिहानीको समयमा हामी उहाँको भवनमा जाँदैछौँ। प्रभुलाई महिमा प्रशंसा भएकोस्। अनि साथै परमेश्वरको वचनले भन्दछ कि कतिजनाको सङ्गति नजाने बानी हुन्छ, तिम्रो चाहिँ एकसाथ भेला हुन छोरा हुन्छ। किनकि आज हामी प्रभुको दिन नजिक छ, हामी चाहिँ एकसाथ भेला हुन चाहिँ छोड्नु हुँदैन। अनि आज जति पनि पेनाङमा हुनुहुन्छ तपाईँहरू, मलेसियाको पेनाङमा तपाईँहरू जतिजना हुनुहुन्छ, यदि सेवा सङ्गति तपाईँहरूले पाउनु भएको छैन भने चाहिँ तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ है। तपाईँले मेरो आइडीलाई फलो गरेर तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। जति पनि पेनाङको मलेसियाको पेनाङ जिल्लामा जति पनि हुन्छ तपाईँहरू सेवा सङ्गति नपाएर बस्नुभएका जति पनि दाजुभाइ दिदी पनि हुन्छ, तपाईँहरूको लागि यो अवसर छ। तपाईँहरूले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। अनि आजको सङ्गतिमा सबैजनालाई वेलकम, स्वागत छ। आजको दिन एउटा आशिषको दिन, एउटा अनुग्रहको दिन भएकोस्। आज प्रभुको वचनले भने जस्तै हामी आज येशू ख्रीष्टमा मात्रै उद्धार, मुक्ति, शान्ति र अनन्त जीवन छ है। एउटा 3 स्वरमा हेर्छ भने किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँले विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। आज येशू ख्रीष्टमा मात्र अनन्त जीवन छ। येशू ख्रीष्टमा मात्रै पापको क्षमा छ है। हामी समय सधैँ नै त्यो समयलाई सदुपयोग गर्नुपर्दछ, फेरि त्यो समय फर्केर आउँदैन। अनि आजको दिन एउटा आशिषको दिन, अनुग्रहको दिन भएकोस् भन्दै सबैजनामा जय मसीह, गड ब्लेस यू, जय मसीह सबैजना। अगाडि ब्रदर